हेड गियर बनाऊ है त आउनुहोस् मसँग जाउँ चौरीतिर। यो चाहिँ अहिले एकदमै फुलिरहेको रहेछ कि यो फुलको नाम चाहिँ मलाई थाहा छैन के हो। हजुरहरूलाई थाहा छ भने कमेन्ट गरिदिनुहोस् है। म चाहिँ यसो हरियालीतिर एकछिन शीतल हावा खान जानु पर्यो भनेर घरबाट निस्केर नजिकैको चौरीमा गएको थिएँ। त्यहाँ चाहिँ यो फुल एकदमै फुलेको रहेछ। अब यो फुल देख्ने बित्तिकै अब मलाई चाहिँ हेड गियर बनाउन मन लाग्यो है। अनि त्यसपछि मैले सबै टिपेँ मलाई चाहिने जति, अनि मैले सुरु गरेँ ल बनाउन। सजिलो छ, प्रायः यो सबैलाई नै बनाउन आउँछ। यस्तो चाहिँ हामी बच्चा बेला अझ धेरै बनाउँथ्यौँ कि। अनि अहिले पनि अब यो फुलहरू देख्दाखेरि पाउँदाखेरि चाहिँ बनाइहाल्न मन लाग्दो रहेछ। अनि म चाहिँ सुरु गरेँ फटाफट बनाउनलाई। अनि यस्तो जागर पनि चल्ने कि यस्तो बनाउनको लागि। अनि अब टाइम पास पनि हुन्छ नि त, टाइम पास पनि भयो अनि माइन्ड फ्रेस पनि हुन्छ हैन। अनि अब यो बनिसकेपछि कस्तो ब्युटिफुल देखिन्छ क्या। अनि अब एउटा शिरबन्दी जस्तो देखिन्छ, शिरमा लाउने कि शिरफुल भन्ने कि शिरबन्दी भन्ने है। अनि अब यो चाहिँ लगभग बनिसक्न लाग्यो है। हेर्नुहोस् ल, फाइनल लुक्स यस्तो भयो है। अनि अब म लगाउँछु है। म फेस चाहिँ देखाउँदिनँ ल, हेर्नुहोस् त यस्तो राम्रो भयो। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नुहोस् ल। थ्याङ्क यू, बाई बाई।